ल स्टार्ट गरौँ है त। हाम्रो केमा छ यो प्रोजेक्ट, हिजो सेटअप गरियो, फोल्डर स्ट्रक्चरहरू मेन्टेन गरियो, सिडी एउटा सर्भर पनि बनायौँ है सिम्पल एक्सप्रेसमा, सिडी डिएससीके ब्याकएन्ड होस्ट गर्दाखेरि चाहिँ हामीले फ्रन्ट एन्ड छुट्टैमा ब्याक एन्ड छुट्टैमा सेपरेट गरेर चाहिँ होस्ट गर्नुपर्ने हुन्छ है त। तपाईहरुले सक्नुहुन्छ भनेदेखि सक्नु त किन नसक्नु, सकिहाल्नुहुन्छ। यो फ्रन्ट एन्डलाई एउटा ब्रान्चमा, ब्याक एन्डलाई फ्रन्ट एन्डलाई एउटा ब्रान्चमा, ब्याक एन्डलाई एउटा ब्रान्चमा चाहिँ सेपरेट गरेर पुश गरिदिने गर्नु ल। मैले चाहिँ अहिले तपाईहरुलाई एउटै ब्रान्चमा राखिदिएको छु, तर सेपरेट गरेर चाहिँ होस्ट गर्नुपर्ने हुन्छ है। फ्री प्लेटफर्महरु छ, भ्यारसेल, अर्को के छ रेन्डर, त्यस्तै कुराहरु छ होस्ट गर्नको लागि फ्रीमै उनीहरुले चाहिँ गर्दिन्छ। ट्राई गर्नुपर्छ, ट्राई गर्नु है त तपाईहरुको इन्डबाट। आजको क्लासमा म के गर्नेवाला छु भन्दाखेरि मैले एउटा सिम्पल डेटा ल्याएको छु। यो डेटा चाहिँ म तपाईहरुलाई पुश पनि गर्दिन्छु। म यहाँ अहिले चाहिँ राखिराख्छु डेटामा चाहिँ एउटा फोल्डर फाइल बनाउँछु, data.js इन्टर यहाँनिर म राखिराख्छु है त। यो डेटाबेसबाट आएको डेटा भनेर सम्झे पनि भयो। अहिलेलाई एकैछिन केही नगरौँ, एज्युम मात्रै गरौँ यो चाहिँ डेटाबेसबाट आएको भनेर सम्झौँ न त। के लेख्नु पर्यो भन्दाखेरि node.monindex index.js सर्भर चलाउनु पर्यो सबभन्दा सुरुमा। चल्छ कि चल्दैन, हाम्रो सर्भर कुन हो यहाँनिर कसैले भन्न सक्नुहुन्छ? ल हाम्रो एरर छैन होला। यहाँनिर चाहिँ रनिङ अन एक्जाम्पल एप लिसनिङ अन पोर्ट भनेर चाहिँ 6000 आयो। हामीले index.js env मा चेन्ज गर्यौं भनेदेखि त्यो पनि चेन्ज हुन्छ है। 5 गर्यो भने 5 नै आउनुपर्छ। $6000 आइरहेछ। सेभ गर्यौं, सेभ 5000 आयो हैन त। सबै ठिकठाकै चलिरहेछ है त। यति गरिसकेपछि यहाँ सेटअप गर्न डेटामा डेटा राख्यो, कन्ट्रोलरमा कन्ट्रोलर राख्नुपर्ने हुन्छ। एमबीसी आर्किटेक्चरको कुरा मैले हिजै गरेको छु है। अनि यहाँ मोडलमा के हुन्छ भन्ने खालको कुरा हिजै गरेको छु। राउट्समा के हुन्छ भन्ने कुरा हिजै गरेको छु। यहाँ हामीले फोल्डर चाहिँ बनाइराखेका छौं index.js, यो इन्ट्री पोइन्ट हो यसको। अब यहाँबाट चाहिँ नोड मोड्युल्स, यहाँ नोड मोड्युल्स यहाँ पनि देखिराख्नु भएको छ, यहाँ पनि देखिराख्नु भएको छ। यो कसरी छुट्याउने थाहा छ तपाईहरुलाई? यो कुनको नोड मोड्युल्स हो, यो कुनको नोड मोड्युल्स हो? यो चाहिँ ब्याक एन्डको। यसरी तपाईहरुले छोप्नु भयो भनेदेखि देखिन्छ यो फ्रन्ट एन्डको नोड मोड्युल्स हो। तर यहाँ ब्याक एन्ड भित्र भएको चाहिँ ब्याक एन्डको नोड मोड्युल्सहरु भयो। हिजो हामीले तीनवटा प्याकेजहरु चलायौं, .env, express.js, nodemon। यति तीनटा गरेर यहाँको प्रोजेक्ट चाहिँ यहाँसम्म पुगेको छ है त। अब कन्फिग भनेको छ db.js भनेर चाहिँ कन्फिग अहिले नगरौँ, त्यसको टाइम आउँछ। यो डेटामा हामीले डेटा राखिहाल्यौं है। यो एक्सपोर्ट पनि गरेको छैन, module.export गरेको रहेछ। अब सिम्पल index.js मा गएर एउटा राउट बनाऊ, app.get सर हेलो /chats भनेर कमा रिक्वेस्ट र रेस्पोन्स हुन्छ है त। ब्याकएन्डमा चाहिँ रिक्वेस्ट कमा res रेस्पोन्स यति गरिदिने। res.send दिस इज च्याट पेज। सेभ गरौँ, लोकल होस्ट 5000 लाई पनि खोलेर हेरौँ।
एलओसी लोकल होस् 3000 होइन है 5000 आएको छैन हेलो बोल्नु त हेलो सर दीक्षा बोल्नु त हेलो आयो सर बोल्नु त हेलो 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 सुनिरहेको छु हजुर यो के मेरो यो रिक्वायर इज नट डिफाइन्ड प्रोसेस इज नट डिफाइन्ड भन्दैछ कि अनि त्यही सोध्नु ए अरू के थियो अनमोलको के थियो सर मेरो चाहिँ यो लोकल हो 6000 मा रन गर्दाखेरि खुल्दै खुल्दैन के मेरो पनि भएको थिएन 6000 5000 मा चाहिँ चलेको छ 5000 मा चाहिँ चलेको थियो 6000 सायद त्यो अब सिस्टम अनुसार केही बिजी पोर्ट भयो होला होइन 5000 मै चलाउनुहोस् के छैन अर्को के भन्दै हुनुहुन्थ्यो दीक्षाले के भन्दै हुन्थ्यो हेलो सबैको चलिरहेछ मेरोमा भोल्युम म्युट रहेछ तपाईहरु बोल्नु भएको थियो होला सायद सर 5000 मा चलेन मेरो त ल अब तपाईले चाहिँ सेटअप नै मिस्टेक गर्नुभयो होला सायद है के देखाउनुस् त सर अनि रिक्वायर र प्रोसेस इज नट डिफाइन्ड भन्नुको कारण चाहिँ रिक्वायर र प्रोसेस हजुर खै अब हेर्नै पर्छ हेरौँ है त ल अनमोलको देखाउनु त पहिला चल्यो सर अब यो सेभ गरेर चाहिँ चल्यो सर ए सेभ त गर्नु पर्यो नि दीक्षाको देखाउनुस् ल केस सेन्सिटिभ कुराहरू हुन्छ कमाले पनि इरर दिइरा हुन्छ इरर चाहिँ पढ्नु पर्यो है तर अनि अब मैले मिस्टेक देखिसकेँ तपाईको के const express common just model const express require is not defined तपाईको प्याकेज जेसन देखाउनु त यो चाहिँ थिएन हैन अनि मैले सुगमलाई सोधेको थिएँ अनि उसले यो गरेर ट्राई गर भनेको थियो अनि यो गर्दा पनि हुँदैन हटाइदिनु त त्यो सेभ गर्नु त सेभ भइसक्यो आउँछ require is not defined is linked npm run deep गर्नु त ए npm node1 index.js गर्नु त के गर्नु रे node1 index.js नोड मोड के भन्नु index.js अब नोड मोड पनि भनि बस्नु पर्ने हुन्छ त त्यो लेखेर हुन्छ त्यो लेख्नु तपाईको मिस्टेक भयो नोड मोन भनेको NODEMON इन्टर हान्नु चल्यो त चल्छ तर यो प्रब्लम आयो भन्नु त्यो प्रब्लम केही पनि हैन त्यो प्रब्लम चाहिँ स्लिन्ट तपाईको VS कोड को सेटिङले गर्दाखेरि त्यस्तो आएको हो उ त्यहाँ भनिरहेको छ स्लिन्ट नोड अनडिफ समथिङ के भनेछ त्यो तपाईको VS कोड को सेटिङले गर्दाखेरि चाहिँ त्यस्तो भएको ल यस ल अरु कसैको प्रब्लम छ अरुको छैन है त रामको चलिरहेछ
नियाज उज्जवल ल है त अगाडि बढौँ सबैजना। दिस इज च्याट पेज। मैले सेभ गर्ने, सेभ गरिसकेपछि म हेर्छु। लोकल होस्ट 5000 3000 ए ल ल ल आयो। ल मैले स्टार्ट गरेँ है त। लोकल होस्ट 3000 को ठाउँमा 5000 राख्छु। क्यानट गेट लोकल होस्ट 5000 एरर। किन एरर भन्यो? मेरोमा त रनिङै छ सर। त्यो स्ल्यास वाला बनाएको छैन नि त हामीले। स्ल्यास वाला नाइस 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 नाइस। अहिले स्ल्यास बनाउँ न त है। हेलो चैत्र ग्रुप, ठिक छ चलिसक्यो। स्ल्यास भनेको चाहिँ होम पेज भन्नु खोज्यो है त। च्याट्स भनेर हान्यो भनेदेखि च्याट्स भनेर हान्यो नि। दिस इज च्याट पेज भनेर भनिदियो है। यो च्याटमा चाहिँ म के गर्छु भन्दाखेरि उताबाट एक्सपोर्ट गरेको छु। च्याट्स भनेर कहाँबाट आउने? यसको सोर्स यहाँबाट आउने है। अब सेभ गरौँ। यहाँबाट आउने सोर्स यति गरिसकेपछि यहाँ माथि इम्पोर्ट पनि हुनुपर्छ है। इम्पोर्ट भएको छ है, सबैले देख्नुभयो होला। कहाँबाट भन्दाखेरि यसको यहाँनिर डेटा स्ल्यास डेटा अनि अब यहाँ च्याटलाई फेरि इन्टर हान्यो भनेदेखि चाहिँ यो आउँछ क्या। यसलाई फेरि प्रिन्ट गऱ्यो भनेदेखि चाहिँ यस्तो आउँछ, अलिकति रिडेबल फर्मेटमा। यो सबैजनाले बुझ्नुभयो। मैले एउटा डेटा राखेको थिएँ नि यहाँनिर, यही कुरा चाहिँ रेस्पोन्समा पठाउन सकेँ है। कसैलाई के छ यसमा? सर एकचोटि त्यो डेटा जो जेएस को कोड देखाइदिनु। ए यहाँनिर चाहिँ यो अब्जेक्टमा चाहिँ एरे छ, अब्जेक्ट छ, एरे छ, अब्जेक्ट छ, यस्तै छ। यो तपाईहरुलाई आइहाल्छ। अहिले म पुश गरिदिइहाल्छु। यसमा धेरै कम्प्लेक्स नबन्नु होला। अहिले आइहाल्छ। जस्ट एक्सपोर्ट गरेको छ। एक्सपोर्ट गर्ने तरिका चाहिँ यस्तो है। फेरि कमन जेएसमा चाहिँ module.export इज इक्वल्स टु च्याट। च्याट भनेको के हो? नेम एक्सपोर्ट हो। कसैलाई केही छ? केही पनि छैन होला। यहाँ हुनुपर्ने के? हजुर सर त्यो इज ग्रुप च्याट फल्स किन राखेको? यो जस्ट डेटा बनाएको ट्रु नै राख्दा नि खेरि पनि केही फरक पर्दैन है। तर इज ग्रुप च्याट ट्रु छ यहाँनिर है। इज ग्रुप च्याट ट्रु, इज ग्रुप च्याट फल्स छ। यो चाहिँ दुईजनाको कन्भर्सेसन भएको कारणले गर्दाखेरि फल्स राखेको। ग्रुप च्याट ट्रु भएको छ भनेदेखि चाहिँ यहाँ एकजना, दुईजना, तीनजना, अब योभन्दा माथि जे जति पनि हुन सक्ने भयो, दुईजना भन्दा माथि, त्यो चाहिँ ग्रुप च्याट भयो है। त्यही कारणले राखेको हो। यो डेटा भयो। अब यो डेटा हामीले पाइरहेको छौँ। यहाँनिर मजाले रेस्पोन्समा आइरहेको छ। अब यसलाई डेटाबेसबाट आएको डेटा भनेर सम्झिँदा नि हुन्छ के। अस्ति हामीले एउटा न्युज एपिआई को कुराहरू गरेका थियौँ नि। न्युज एपिआई को कुराहरू पनि त यसरी नै त आएको थियो नि होइन? तपाईहरुलाई अर्को सुझाव कसले थालिहाल्नु भयो? ग्रेट होइन? हिजो मैले भनेको थिएँ
जेसन प्लेस होल्डरमा भएको एपिआईहरूलाई हिट गर्ने ट्राई गर्नु। फ्रन्ट एन्ड हाम्रो बनिसकेको छ, त्यहाँबाट रेस्पोन्स ल्याउने ट्राई गर्नु। रेस्पोन्स कसरी ल्याउने भन्ने खालको कुरामा जेसन प्लेस होल्डरकै मैले ट्राई पनि गरेको छु है पहिला क्लास गर्दाखेरि। त्यो एउटा ओपन सोर्स प्लेटफर्म हो, त्यहाँनिर धेरै कुराहरू छ। तपाईँहरूलाई उस्तै पऱ्यो त्यहीँबाट सोधिदिन्छ पछि इन्टरभ्यूमा, तपाईँहरूको टेक्निकल इन्टरभ्यू हुने टाइम भयो भनेदेखि। ल अब तपाईँको टेक्निकल इन्टरभ्यू हुन्छ भनेर ल यो टाइममा चाहिँ यो गरेर मलाई देखाउनुहोस् भनेर भन्यो भनेदेखि त तपाईँहरू त फेमिलियर हुनु पऱ्यो नि त त्यो कुराहरूसँग पनि। त्यहाँनिर फ्री एपिआईहरू छ, चलाउनुहोस्। मैले 1-2वटा हिट गरेर पनि देखाएको छु। अब फेरि सबै कुरा टिचरमा भर पर्नु पनि हुँदैन, जहिले टिचर एभाइलेबल हुन्छ भन्ने नि हुँदैन। मैले चाहिँ त्यो तपाईँहरूलाई चाहिँ चाबी दिने हो कि त्यो कीलाई चाहिँ अप्टिमाइज गरेर अगाडि बढाउनुहोस्, अगाडि आउने डुअरहरू खोल्दै जानुहोस्। झन् पछि तपाईँहरू साँच्चीकै काममै अब लाग्न थालिसक्नुभयो भनेदेखि चाहिँ तपाईँहरूलाई प्याकेजको नाम मात्रै भनिन्छ। मैले यहाँनिर हिजो यहाँ नोटमोड गरेको थिएँ, 1-2वटा प्याकेजहरू इन्स्टल गरेको थिएँ। यो भएन, .env डाउनलोड गरेर गर न, यो npm प्याकेजले काम गर्छ भनेर भनिदिन्छ। एक्सप्रेसमा सर्भर बनाऊ न भनिदिन्छ। अब के भन्ने होइन, सिनियरहरूले गर्ने भन्ने भनेको यति नै हो। त्यो कुरालाई नेगेटिभली लिनु पनि हुँदैन, किनभनेदेखि सिनियरहरूसँग टाइम नहुनु पनि सक्छ, बिजी सेड्युल हुनसक्छ, उनीहरूको आफ्नो प्रेसर हुनसक्छ। तर तपाईँहरूले भन्दा अलङ्कार चाहिँ बुझ्नु पऱ्यो। फेरि एक्सप्रेसबाट सर्भर बनाऊ भन्यो भनेदेखि त एक्सप्रेसबाट सर्भर यतिको त बनाउनु पऱ्यो नि त भन्ने कुरा चाहिँ मेरो है। सर्भर बन्यो, रेस्पोन्स फाल्नु थालिसक्यो सर्भरले हाम्रो पोर्टमा, यस्तो छ है त कुरा चाहिँ। अब यो मैले चाहिँ के भेटिरहेको छु भन्दाखेरि च्याट्स राउटमा चाहिँ सबै च्याटहरू देख्न पाइरहेको छु, तर मलाई एउटा मात्रै चाहियो। सबैको युनिक आइडी छ होला, DD4 यसको युनिक आइडी बनाऊँ पहिला। ल युनिक पनि भइसक्यो होला। D4 यो MongoDB आफैले क्रिएट गर्ने कुरा हो। यो अंडरस्कोर आइडी चाहिँ बाई डिफल्ट क्रिएट गर्छ। यो 100% इच टाइम युनिक हुन्छ है, कुनै पनि डुप्लिकेट हुँदैन। इच टाइम हरेक हाम्रो पोस्टमा क्रिएट भयो भनेदेखि त्यसको अंडरस्कोर आइडी चाहिँ हुन्छै हुन्छ है। अनि अर्को कुरा, ल अब मलाई यहाँ युनिक पनि बनाइसकेँ। अब मलाई यस्तो चाहिएको छैन, यसरी चाहिएको छैन, मलाई सिंगल चाहिएको छ तर आइडी को आधारमा भनेदेखि कसरी गर्ने, त्यो पनि बनाउनु पर्यो। त्यो बनाउनको लागि चाहिँ हामीले के गर्नु पर्यो त भन्दाखेरि फेरि सर्भरमै काम गर्नु पर्यो। त्यो गर्ने, यसलाई मैले कपी गरिदिन्छु, पेस्ट गरिदिन्छु, कन्ट्रोल V। अब स्ल्यास आइडी गर्नु पर्यो, आइडी गर्ने। अब res.chat हैन कि, अब सिंगल च्याट चाहियो हामीलाई है। अब यति गरेर आइडी मात्रै हेर्यौं भने पनि के आउँछ हेरौं। लग आइडी, this is ID कमा आइडी गरिदिन्छु, सेभ गरिदिन्छु। हेरौँ है, रिक्वेस्ट प्यारेन्ट्स डट आइडी सेभ गरौँ। मलाई यो आइडी वाला डेटा चाहियो, फर्स्टकै राखौँ ल अहिलेलाई, अलिकति इजी होस् सबैलाई। फर्स्टको आइडीलाई म ट्राई गर्छु। पाथ पनि बनाएको छु हामीले, स्ल्यास कन्ट्रोल V इन्टर।
यहाँ केही भयो केही पनि भएन तर यहाँ केही भयो यहाँ चाहिँ भयो यहाँ हेर्नु त आइडी देख्नु होला यो जे DD4 भन्ने आइडी DD4 भन्ने आइडी युनिक आइडी आयो तर अब तपाईहरुले यो पनि नगर्ने अझ म डिटेल बुझाइदिन्छु const SINGL सिंगल CH क्यामेल के है जहिले पनि CHAT सिंगल च्याट CONST const single chat is equals to REQ request रिक्वेस्ट में के आउँदा रहेछ भन्ने खालको कुरा है त दिस इज REQ अनि SINGL सिंगल च्याट मैले यो रिक्वेस्टलाई सिंगल च्याटमा स्टोर गरेको छु हेर्नु त के आयो यहाँ धेरै कुरा छ यो नोड.js जावास्क्रिप्ट यस्तो धेरै कुरा छ यस्तो धेरै इभेन्टहरु छ हैन हामीले यो त एक्सप्लोर गरेर सक्दैनौं तर हामीलाई चाहिने भनेको चाहिँ यहाँ रिक्वेस्ट भन्ने ठाउँमा चाहिँ के आएको छ भन्दाखेरि एउटा अब खोज्दै जाउँ है मैले पनि यही छ भनेर चाहिँ भन्नु मिल्दैन यहाँ कतै छ original YAML base URL host ल मैले त भेटिन त हेर्दै जाउँ म भेट्ने बित्तिकै भनिहाल्छु है parser example this is request incoming message res.chat प्यारेम्स भन्ने कहीं छ जस्तो लाग्छ मलाई HTTP कता सर्कुलर इन्टु 2 लेखेको जस्तो लाग्यो सर्कुलर इन्टु 2 मैले त्यो माथि REQ मा थियो नि मैले देखिसके त यहाँनिर छ है यो भित्र फेरि आइडी छ यो छ अनि यहाँ आइडी पनि छ है यो प्यारेन्ट्स किन गरेको सर भन्ने खालको क्वेशन होला है हामीले फ्रन्ट एन्डमा पनि युज प्यारेन्ट्स भन्ने मजाले एक्सप्लोर गरेको छ यो पनि अब यो URL बाट आएको कुरा हो यसलाई चाहिँ हामीले ट्र्याक गर्नको लागि params.id params भन्ने अब्जेक्ट भित्र आइडी छ भन्नु खोज्यो है अनि यो आइडी चाहिँ अघि हामीले कन्सोल लग गर्दाखेरि यहाँ देखिरहेको थियौं है त params.id अब ठ्याक्कै त्यही कुरा देख्छौं है त हामीले त्यही आइडी नै देख्छौं आइडी अहिले पनि देखिसकेको तर फेरि देखौं आइडी ल दिस इज आइडी params बाट आएको
आइडी हो यो है। यो आइडी हामीले पाइसक्यौँ भनेदेखि अब यसलाई चाहिँ हामीले लिनु पर्यो। कसरी लिने त? अब सिंगल च्याट चाहियो हामीलाई। एनी हाउ जुन आइडी पठाएको छ त्यही च्याट चाहिँ चाहियो। यसको लागि स्ल्यास फाइन्ड गर्दाखेरि पनि भयो, भएन? अब च्याट इन्टर के भयो CHATS chat dot underscore ID is equals to request dot params dot ID सँग कम्पेयर गर्दाखेरि मिल्यो भनेदेखि त त्यही रेस्पोन्स पठाउने हो नि त हामीले हैन। मलाई कन्स्ट सिंगल च्याट भनिदिन्छु ल यहाँनिर SINGL सिंगल CHAT च्याट जाभा स्क्रिप्ट है। जाभा स्क्रिप्ट नभए चाहिँ हुँदैन है। रेस्ट डट सेन्ड सिंगल च्याट सेभ। अब चाहिँ हेरौँ यो आइडी वाला चाहिँ हामीलाई चाहियो। कन्ट्रोल C च्याट स्ल्यास अन्डरस्कोर इन्टर के भयो आएन है। DD4 कन्ट्रोल V यही हो जस्तो के क्र्यास भएको त छैन। रेस्ट डट सेन्ड सिंगल च्याटलाई कमेन्ट गरौँ। हे यहाँनिर मिस्टेक भएछ है। के मिस्टेक भयो भन्दाखेरि हामीले यहाँ आइडीमा स्टोर गरेर रहेछौँ यो रिक्वेस्ट डट प्यारेन्ट्स डट आइडीलाई चाहिँ। अब यहाँनिर रिक्वेस्ट डट प्यारेन्ट्स डट आइडी गरिबस्नु परेन। आइडी गरौँ हुन्छ कि त भएन भने फेरि डिबग गरौँला। इन्टर हाम्रो सर्भर रनिङ छ। इन्टर आएकै छ तर मलाई यो आइडी चाहिएको छ। कन्ट्रोल C स्ल्यास कन्ट्रोल V इन्टर आयो नि त। यो आइडी हो C446161। यसरी चाहिँ हामीले युनिकली पनि डेटा चाहिँ लिन सक्छौँ है। यसो सम्झिँदाखेरि फ्रन्ट एन्ड र ब्याक एन्डको युज प्यारेन्ट्स उस्तै लाग्यो हो तपाईहरुलाई? लाग्यो कि लागेन? यो बुझिएन होला है। कसले बुझ्नुभयो कसले बुझ्नु भएन? बुझ्नेले मलाई एक्सप्लेन गर्नु भए पनि हुन्छ है त। नबुझ्नेले बुझिनै भन्दा नि हुन्छ है। सर सुन्नु न, हजुर त्यो हामीले आइडीमा राख्दाखेरि चाहिँ चल्ने अनि फेरि रिक्वेस्टेड प्यारेन्ट्स आइडी नै डाइरेक्टली कम्पेयर गर्दा चाहिँ नचल्ने किन भएको थियो? त्यो किन भएको भन्नुभएको? ल नाइस क्वेसन, ठीक छ। अरुको के छ डिफरेन्ट क्वेसन? के छ भने भन्नु होला है। को बोल्नु भयो? कसको क्वेसन थियो अघि? सर मेरो अनमोल हो। ए ल ओके, अनमोलको क्वेसन राम्रो छ है। ल म एन्सर दिइहाल्छु अहिले। अरुको के छ? ल आइडी साइडी केही नगरौँ। यसैले कन्फ्युजन क्रिएट गरेको भनेदेखि कन्ट्रोल यसो गर्नु पनि पाइयो नि है।
अझै सर्ट पनि भयो नि। काम गरिरहेको छ कि छैन त्यो पनि हेर्नु पर्यो। काम गरेको छैन भनेदेखि त फेरि गाह्रो भयो। अब म यहाँनिर ग्रुप च्याटको ल्याउँछु है। ग्रुप च्याट आउनु पर्यो। /Ctrl V काम गर्यो। त्यो हामीले आइडीमा स्टोर गरिसकेको थियौँ क्या अगाडि नै, त्यही भएर चाहिँ त्यो प्रब्लम भयो है। एन्सर पाउनु भयो होला सायद। डाइरेक्ट यसो गर्नु पनि मिल्छ। अरूको के छ? नबुझेको कुरा भन्नु होला। अलिकति कन्फ्युज हुनसक्छ सुरुमा। नियाज बुझेको छ? हजुर सर बुझेको छु। ओके। दीक्षा? उज्जवल? बुझेको छु सर। राम? यसरी चाहिँ हामीले सिंगल आइडीको थ्रुबाट के चाहिँ युनिक छ। अब यहाँनिर त आइडी छ नि त हाम्रो केसमा त होइन, के चाहिँ युनिक छ त्यसको आधारमा पनि हामीले चाहिँ सिंगल डेटा फेच गर्न सक्छौँ है त। एपिआईको कुरा यही हो। यो सँगसँगै यति त गरिसक्यो। डेटाबेस पनि कनेक्ट गर्नु पर्यो है त। आजको क्लासमा चाहिँ डेटाबेस कनेक्ट गर्ने भनेकै यहाँ त होइन त, कन्फिगमा है। फोल्डर स्ट्रक्चर चाहिँ एकदम ध्यान दिनु होला है। हामी यिनीहरूको आफ्नो छुट्टै कन्सर्न छ है। कन्फिग भन्ने बित्तिकै डेटाबेस रिलेटेड कुराहरू, कन्ट्रोलर भन्ने बित्तिकै त्यो हाम्रो एपिआईको कसरी कन्ट्रोल गर्ने मेकानिजम कसरी बनाउने, कस्तो कोडले चाहिँ कन्ट्रोल गर्छ भन्ने खालको कुराहरू। डेटा भनेको डेटाकै कुरा भइहाल्यो। मोडेलमा भनेको चाहिँ डेटाबेसकै एउटा मङ्गुज भन्ने प्याकेज हामीले लिन्छौँ। एनपिएम प्याकेज हो त्यो। त्यसले चाहिँ डेटाबेसमा कस्तो के फिल्डहरू बनाउने भन्ने खालको कुराहरू चाहिँ यो मोडलमा चाहिँ लेख्छौँ है त। राउट्स भनेको एपिआईको इन पोइन्ट कस्तो बनाउने भन्ने खालको कुरा लेख्छौँ। अब तपाईँहरूलाई सुरुमा मैले तीनवटा कुरा, यहाँको कुरा यहाँको कुरा यहाँ, इम्पोर्ट एक्सपोर्ट रिक्वायर सिक्वायर गर्दाखेरि तपाईँहरूलाई सुरुमा कन्फ्युजन हुन्छ होला। म दुईटामा मात्रै काम गर्छु। कन्ट्रोलरमा चाहिँ अलिक पछि अझै एक्सपोर्ट भएपछि चाहिँ कन्ट्रोलरमा पनि लेख्नुपर्ने हुन्छ है त। आज हाम्रो डेटाबेस कनेक्सन MongoDB सबैले इन्स्टल गर्नुभयो होला होपफुल्ली, केही पनि प्रब्लम छैन होला। MongoDB MongoDB कम्पास एकछिन टाइम लिन्छ है मेरोमा। के पो टाइम लियो त? सबैले खोल्नु भयो नि हुन्छ है। खुल्दैछ। इन्स्टल आस्क मी लेटर। यहाँनिर युआरआई आयो, म चाहिँ कनेक्ट गरिदिन्छु है त। ल मेरोमा एरर आयो, कनेक्ट कन्फ्युज्ड। यस्तो एरर आयो भनेदेखि चाहिँ कोही बेला यो सेटिङ बिग्रेको हुनसक्छ है त। सर्भिसमा हेर्छु म।
तपाईहरुको कनेक्ट भयो भयो सर भयो मेरोमा चाहिँ भएन है त एकैछिन म मिलाइहाल्छु यहाँनिर ल अब हुन्छ है त ल भयो ओहो मैले गर्नु खोजेको कुरा चाहिँ फेरि मिस्टेक भइहाल्यो डेटाबेस माई क्वेरीज कनेक्ट सर नयाँ कनेक्सन बनाउने हो हजुर नयाँ कनेक्सन भन्नाले एड न्यू कनेक्सन भनेर छ त्यो चाहिँ बनाउनु पर्ने हो एकैछिन ल यो युआरआई चाहिँ कपी गर्ने ल कन्ट्रोल सी कतै नोटप्याडतिर राखिराखेको हुन्छ कन्ट्रोल बी युआरआई चाहिँ कपी गर्नु अहिले न्यू कनेक्सन भन्नु भा यो माथिको हजुर सर यो के गर्नु पर्दैन कनेक्ट मात्रै गर्दिनु न त्यो युआरआई कपी गरेर यहाँ चाहिँ मेरो टन्नै डेटाबेसहरू छ है अब यो सबभन्दा सुरुमा यति गरिसकेपछि एउटा मंगूज भन्ने प्याकेज पनि लिउँ है त हामी npm मंगूज npm mongos मंगूज भनेर सर्च गरे भनेदेखि यहाँ देखाइदिइहाल्छ डाउनलोड रेटहरू हेर्नुपर्छ कतिको राम्रो प्याकेज हो भन्ने कुरा यहाँबाट आइडेन्टिफाई गर्न सकिन्छ है त मैले चाहिँ अब इन्स्टल गर्नुतिर लागेँ cd इन्टर कन्ट्रोल ए मंगूज इन्स्टल गरिदिन्छु हुँदैछ अब त्यो कुरा हाम्रो यहाँ पनि आइसक्यो होला मंगूज भनेर यहाँ आइसक्यो यसरी प्याकेजहरु चाहिँ यहाँ आउँछ है त अब मंगूज पनि लिइसक्यो भनेपछि हामीले के गर्न बाँकी छ ए ल यहाँ जाउँ अब डेटाबेसतिरै जाउँ है त dbjs कहाँ यहाँनिर चाहिँ कन्फिग भन्ने ठाउँमा dbjs लेख्नु ल db.js इन्टर dbjs मा चाहिँ MongoDB कसरी कनेक्ट गर्ने भन्ने खालको कुरा हो nstconst mongoose mongoose is equals to require mongoose भनेर उसले रिकमेन्ड नै गरिदिइहाल्छ इन्टर const db connect db connect connect is equals to एउटा फंक्सन बनाइदिउँ हो यहाँनिर चाहिँ एउटा उसको उनै छ मेथड नै छ यही हो कनेक्ट भन्ने मेथड छ कहाँबाट के भयो यहाँ एउटा ब्र्याकेट पुगेन जस्तो लाग्यो अर्को पनि ब्र्याकेट पुगेन भयो होला सायद भयो यसरी डाइरेक्ट लेख्न चाहिँ त्यति राम्रो प्र्याक्टिस चाहिँ होइन है म मिलाएरै गर्छु है सबै कुरा कन्ट्रोल एक्स नो यो होइन हामीले यहाँ
नोटप्याडमा लेखेको जस्तो लाग्छ छ नि कन्ट्रोल ए कन्ट्रोल सी अब महँगो युआरआई भनेर म हिजो जस्तै इन्भाइरोमेन्ट भेरिएबलमा सेटअप गरिदिन्छु है त MONGO महँगो underscore URI is equals to control A यो भयो है त महँगो युआरआई पनि भइसक्यो अब यो कुरालाई चाहिँ हामीले फेरि यहाँ लिन सक्नु पर्यो है पहिलो कुरा फेरि लिन सकेन भने चाहिँ काम छैन process.env गर्दा कस्तो होला process process.env हामीले जे लेखेको थियौँ अघि MONGO महँगो underscore URI महँगो URI यति चाहिँ गरिदिनु पर्यो ब्र्याकेटभित्र डट किन धेरै नै इरर आयो यसलाई हटाइनु काम छैन यसको यो पनि हटाइदिन्छु म एकैछिन हेरौँ अलिक फ्रेस तरिकाले जाउँ महँगो युआरआई आइसक्यो भने एक डट ल ठिक छ देन console log db connected successfully successfully भनिदिउँ न ल है त अनि यो db connect लाई चाहिँ अघि एक्सपोर्ट गरे जस्तै module.export db connect के भयो module.export db connect भयो कन्ट्रोल सेभ गरौँ भयो यति भएपछि त सक्यो यहाँनिर process.env.mongo URI यो भ्यालु आएको छ कि छैन त्यो कुरा नि विचार गर्नु पर्यो है फेरि हामीले कनेक्ट भनेर खोजिरहेको हुन्छौँ तर कनेक्ट चाहिँ भइराखेको नहुन पनि सक्छ है त महँगो URI यो भयो ल ठिक छ अब फेरि index.js मा जाउँ यहाँनिर त लिनु पर्यो db connect अनि लिएर कतै कल गरिदिनु पर्यो अनि मात्र यो फंक्सन चल्छ नि त हैन माथि दिन्छु म एकैछिन है त ल यहाँ कतै फंक्सन कल गर्नु const db connect db connect is equals to require icon केही पनि हैन हाम्रो फोल्डर कहाँनिर छ ./config हो ठीक छ db यहाँबाट चाहिँ ल्याउनु पर्यो र यो db connect लाई db connect भनेर कल पनि गर्नु पर्यो p connect यति गरौँ सेभ गरौँ है त भयो कि भएन थाहा भइहाल्छ एरर आयो किन एरर आयो the mongo throw new mongo is string ओके मैले बुझेँ यो चाहिँ स्ट्रिङ हुनुपर्छ भनेर भनिरहेको रहेछ सेभ index.js mongo URI connection.js ओके ठीक छ अनडिफाइन्ड भयो भनेर भनिरहेछ अब यसको डिबग गर्ने तरिका नि छ गर्दै जाउँ
index.js .env data db.js control D .env.content control V save control C db const db is equals to control V log db URI is equals to db save गरौँ हेरौँ save db connected successfully बल्ल भयो है त अब महँगो URI पनि यहाँनिर मैले यहाँनिर कन्सोल लग गरेको कारणले यहाँनिर देखाइरहेको छ यो नगरे पनि भयो जस्ट मैले कन्फर्म हुनको लागि गरेको हो यहाँ महँगो db connect सक्सेसफुल्ली भन्नु पर्यो र यहीँनिर हामीले यहाँ env मा स्ल्याश चैत्र CHAITRA चैत्र MERN गऱ्यो भनेदेखि चाहिँ एउटा डेटाबेस बन्दाखेरि चैत्र मन भनेर चाहिँ बन्छ है त यहाँनिर यसरी दिने हो भनेदेखि नदिँदा नि हुन्छ दिँदा नि हुन्छ है यो चाहिँ एउटा कलेक्सन बन्छ क्या यसमा चाहिँ तपाईहरुले नदिँदा नि हुन्छ दिँदा नि हुन्छ के फरक पर्दैन मेरोमा चाहिँ के हुन्छ भनेदेखि मेरोमा धेरै छ नि त एकदमै कन्फ्युज हुन्छु नि त म यहाँनिर यत्रो धेरै छ कुनमा गएर बसे डेटा भनेर थाहा हुँदैन अब खोज्ने नै हो भनेदेखि थाहा भइहाल्छ तर मैले युनिक बनाउनुको लागि चाहिँ यहीँनिर यसरी चैत्र मन भनेर चाहिँ राखिदिएको छु है त डेटाबेस पनि कनेक्ट भयो सक्सेसफुल्ली कसैलाई केही छ क्वेशन नबुझ्नु भएको नबुझेको कुरा सोध्ने गरौँ है हाम्रो डेटाबेस पनि कनेक्ट भयो MongoDB सँग बुझ्नुभयो आज धेरै कुरा एक्सप्लोर गरियो आजलाई यति नै गरौँ सबैले बुझ्नु भएको छैन भने कसैले बुझ्नु भएको छैन भनेदेखि मलाई सोध्नु होला है त सकेसम्म बुझेर अगाडि बढ्नुपर्छ सबैले बुझ्नु भएको छ है सुगम के छ बुझिरहेको छु सर ल उसो भने हामी भोलि भेट्छौँ है त सबैजना हुन्छ सर ल गुड नाइट सबैजनालाई Good night, sir. गुड नाइट एभ्रीवान